हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा। होप हजुरहरू सन्चै हुन्छ होला है। आज के साथीहरू, मेरो फेसबुकमा 1,50,000 भ्युज मागेको थियो कि होइन, लगभग क्रस हुन लागिसकेको थियो कि, अनि घटेर लाखमा छ कि। कसरी चाहिँ घट्यो होला प्लिज भनिदिनु होला है, थाहा हुनेहरूले। यो चाहिँ किन यसरी घट्छ होला, मलाई कस्तो खुल्दुल भएर होइन, टेन्सन पनि भइरहेछ। अलिअलि घटे त हुन्थ्यो नि है, यत्रो धेरै घटा बल्ल 150K पुरा थियो, त्यो पनि घट्यो। अब के गर्ने होला है, एकदम उ भयो कि। मलाई प्लिज हजुरहरूलाई थाहा छ भने भनिदिनु होला, अनि जति सक्दो यो भिडियो सेयर गरिदिनु होला। थाहा हुनेहरूले भनिदिनु होला किन यस्तो हुन्छ, मैले के पो मिस्टेक गरेँ कि बा भन्ने भइरहेछ कि। अब कपिराइटहरू पनि लागेको छैन, केही इस्यु पनि आएको छैन, किन यस्तो हुन्छ भन्ने मलाई त तनाव हो कि। अनि के साथीहरू, जतिसुकै टेन्सन भयो नि, आज चाहिँ मैले नुडल्स एन्ड किम्ची खाएको क्या। यो मेरो किम्ची चाहिँ मलाई भन्दा मेरो हस्बेन्डजीलाई मनपर्छ क्या, म चाहिँ खासै खाँदिनँ। यो अलिकति हालेको थियो, त्यो पनि खानै सकेन अमिलोले, चाउचाउ चाहिँ खाइदिए। थ्याङ्क यू फर वाचिङ, बाई बाई साथीहरू।